नमस्ते नमस्कार जय सियाराम राधे राधे। यो रारीको बान ओलीको सपोर्टर छ हामीलाई कुनै मतलब छैन। तिमीले बालनको विरोध गर त्यसले पनि हामीलाई कुनै मतलब छैन। तर बालन शाहको आमालाई किन गाली गरेको? नाना थरीको भिडियो बनाएर तिमीले बालन शाहको आमालाई गाली गर्दैछौ। कुन अधिकारले? सरकारले यही अधिकार दिएछ? तिम्रो घर परिवारले यही संस्कार दिएछ तिमीलाई कि अर्काको आमा बहिनीलाई गाली गर्ने सोसियल मिडियामा आएर? तिमीलाई मन पर्दैन भने बालन शाह छोड देऊ। तिमी आफ्नै बाउको गुलो चाट। ओलीको झापामा बालनको भोट आओस् नआओस् त्यो कुरा बेग्लै हो, त्यो त चुनावको बेलाको कुरा हो। अहिले तिमी बालन शाहलाई गाली गर्दैछौ, उसको आमालाई गाली गर्दैछौ नाना थरीको। यो गलत होइन। त माधव कहाँ बस्छस्, कहाँ बस्छस्, त्यो सबै डिटेल चाहियो। तँलाई त कानुनी कारवाही गर्नुपर्छ माधव चोर। हामीले ओलीलाई गाली गरेको छौँ, ओलीलाई चोर भन्छ, फटा भन्छ, दलाल भन्छ। तिमी पनि भन बालनलाई दलाल चोर यताउता, तर उसको आमालाई गाली गर्ने कसैको कुनै अधिकार छैन। बुझ्यो नि माधव चोर।